हेलो एभ्रिबडी नमस्ते गुड इभिनिङ तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। तपाईहरुलाई आज म सप्तकोशी नदीको डिटेलमा त हैन थोरै भए पनि डिस्कसन गर्ने छौं र अहिले हामी सप्तकोशी नदीको कोशी ब्यारेज तटबन्ध पुग्न लागेको छौं र बसबाट खिचिएको हुनाले केही त गडबडी र राम्ररी देखाउन सकिदैन होला, त्यसको लागि क्षमा प्रार्थी छौं। अहिले हेर्दै हुनुहुन्छ यो अहिलेको क्यानल हाम्रो इन्डिया पठाउने इरिगेसनको लागि पठाउने पानीको क्यानल हो र यो कोशी नदीको तटबन्ध इट मिन्स कोशी ब्यारेज इन्डिया र नेपालको बोर्डर पनि हो र हेरिराख्नु भएकोलाई त्यो इन्डिया हो र यतापट्टि नेपाल। र यहाँ प्रहरी चेकिङ हुन्छ, जुन इन्डियाबाट केही सामान ल्यायो भने त्यसको सबै चेकिङ गरिन्छ र यहाँबाट हाम्रो कोशी ब्यारेजको प्रारम्भ हुन्छ र हेरिराख्नु भएको छ त्यो इन्डियाबाट किनमेल गरेर ल्याएको चेकिङ गरिरहेको पुलिसहरूले र हाम्रो यही हो सप्तकोशी नदी। यो रात्रिकालीन भएकोले राम्ररी देख्न सक्नुहुन्न होला। तपाईहरु यसरी नै मलाई सहयोग गरिदिनु होला, लाइक सब्स्क्राइब अनि कमेन्ट गरेर। यो भन्दा राम्रो भिडियो ल्याउने छु। हेर्नुस् यही हो हाम्रो सप्तकोशी नदी। राम्ररी त देखिदैन रात्रिकालीन भएकोले, त्यही पनि तपाईहरुलाई म देखाउने प्रयास गर्दैछु। हेरेर इन्जोय लिनु होला र तपाईहरु पनि आउनु होला घुम्नलाई। हाम्रो नेपालको सबभन्दा ठुलो नदी सप्तकोशी नदी को कोशी ब्यारेज तटबन्ध यही हो जहाँ 56 वटा ढोका छ र नेपाल र इन्डियाको बोर्डर पनि हो। हेर्दै जानुहोस्, राम्ररी त देखिदैन तर हेर्दै जानुहोस्। गरिब मान्छे के गर्न सकिन्छ, बसबाटै भिडियो लिइरहेको छु। तपाईहरुको सहयोगले केही हेल्प हुन सक्छ मलाई। तपाईहरु लाइक र सब्स्क्राइब गरिदिनु होला, जुन मलाई अरु भिडियोहरु बनाउनलाई उत्प्रेरित गर्ने गर्छ। त तपाईहरुको सहयोगले कसैको प्रोग्रेसमा सहयोग मिल्छ भने अवश्य गर्नु होला, किनभने लाइक सब्स्क्राइब गर्नलाई कुनै पैसा लाग्दैन। तपाईहरुको एक क्लिकले अरूको जीवन चेन्ज गर्न सक्छ। त्यसैलाई लाइक सब्स्क्राइब गर्नलाई नहिचकिचाउनु होला र यस्तै भिडियो अरु पनि ल्याउने छु। यो त सुरुवात हो, अब बोलीमा केही गल्ती भए माफी पाऊ। र यही हो अर्को क्यानल जुन पश्चिमी तटबन्ध हो, जहाँबाट इन्डिया इरिगेसनको लागि पानी पठाउने गर्छ, आई मिन कृषिको लागि पानी पठाउने गर्छ। र अर्को चेकिङ पनि यहाँ हुन्छ अगाडि। र यो नेपालको सुनसरी र सप्तरी जिल्लाको बोर्डर पनि हो। यहाँबाट अब सप्तरी सुरु हुन्छ। धन्यवाद।